यहाँ देख्न सक्नुहुन्छ तपाईहरु हाम्रो बेलबारीको नजरिया। यहाँ होला कागलाई अब बोलाउनु न। हामी चाहिँ यहाँ फुल टिप्न आएको अन्त यहाँ चाहिँ फुलहरु टिपेको छु मैले। अनि यहाँ हाम्रो लक्ष्मीको बारी हो गाइस लोक। यहाँ हाम्रो सानो बाजे अनि बुवा तीनजना मिलेर चाहिँ घरमा झिलिमिली लगाइसक्नु भएको छ। हेलो गाइस, मारो हमको मारो। सबैलाई वेलकम छ हाम्रो फेरि पनि नयाँ भ्लगमा हैन। अनि आज चाहिँ स्पेशल के हो भने काग तिहार हो, त्यही भएर यहाँ चाहिँ कागलाई खाना रेडी गरिदिएको छौँ। यस्तै हो, अब कागलाई नै मासु दिन थाल्यो भने दिनै फेरि खोज्छ, त्यही भएर आलु र भात होइन होला जसो गरेर नि दिनु त पर्ने हो कागलाई। सरी गाइस, सरी काग हैन। ह्यापी काग तिहार सबैलाई गाइस। तपाईहरुलाई स्वागत छ हाम्रो भ्लगमा सुँगुरको खोरदेखि। अन्त आज चाहिँ म काठमाडौँ जान लाग्थेँ। आज काठमाडौँ जाने भनेर उठेर बिहानै उठेर रेडी भएँ, नुहाई धुवाई गरेँ। हिजो रातिदेखि प्याकिङ स्याकिङ गरेँ, लास्टमा म गइनँ। लास्टमा यहीँ लक्ष्मीमार्गमै छु। यहाँ बिजो यहाँ होला कागलाई अब बोलाउनु न। क्या माइला बोलाउनु राम्रोसँग काग 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 गर्दै बोलाउनु न। काका छैन नत्र त्यसको बसको बेला आफै आएर खान्छ हौ। कागले भन्दा नि सुरमा उयो जुरेली पो खान्छ। आउनु लु, तिमीहरूको तिहार होइन आज? आज जुरेली तिहार होइन भन्नु न। गाइस हामीले फाइनली कागलाई खाना छोडिसक्छौँ। चराचुरुङ्गी बन्ने खाना नि मिलाउँदै ए हो भाइ साहब, लभली लभली सुँगुरहरू छ यहाँ चाहिँ। मैले बनाएको खोरो। अन्त अहिले चाहिँ अब हामी लक्ष्मीमार्गदेखि अझ नानीको नानी आउनु लु यता। लु अब तिमी ड्राइभर होइन। कस्तो गर्मी भयो टाउको दुखिरहेको छ। भोलि केटाहरू जाउँ। यहाँ चाहिँ यस्तो दामी बनाइसकेको रहेछ। बेलबारीमा चाहिँ हामी आएकै थिएनौँ, धेरै भयो थियो। अन्त आज आइदिएको। यहाँ देख्न सक्नुहुन्छ तपाईहरु हाम्रो बेलबारीको नजरिया। अन्त हाम्रो जेनु चाहिँ पुरा हेर्दैछ के रहेछ यस्तो भनेर। हामी चाहिँ चामल लिन आएको। अनि साथसाथै हाम्रो मेरो सोलोमनलाई एउटा कपडा किनिदिन आएको, जेनुको भाइलाई। यहाँ चाहिँ हामी हाम्रो मोटे भाइको कपाल काट्न आएको। आनन्द भोगन अन्त भाइ हो त्यतिखेर हामी चाहिँ यहाँ फुल टिप्न आएको। हाम्रो फुलहरू चोरेर त्यही भएर चोर टिप्न आएको। मेरो गल्ती हो त। दामी देखेको तर यसपालि चाहिँ थोरै भयो, अरू साल भयो हेरेर। अन्त यहाँ चाहिँ फुलहरू टिपेको छु मैले। अनि यहाँ चाहिँ मम्मीले टिप्नु भएको, मैले चाहिँ यहाँ बोरामा टिपेको छु। अन्त अहिले चाहिँ हाम्रो बारी यस्तो देखिरहेको छ। यो चाहिँ हाम्रो लक्ष्मीमार्गको बारी हो गाइस लोक। अनि यस्तै छ। तपाईहरुकोतिर पनि फुल रोप्नु भएको छ भने चाँडै टिप्नु होला। अब चाहिँ यो फुलहरू प्याकिङ गर्नुपर्ने हुन्छ यहाँ। सो लेट्स डु। प्याकिङ गरिदिनु त यो झोलामा। झोला चाहिँ फेरि साह्रो राम्रो छ। अघि भर्खर ल्याएको चामलको बोरा हो यो चाहिँ। यहीँ हाल्नु हो ल्याम्के ल्याम्प फुलहरू। अनि अहिले घरमा के गर्नुपर्ने हुन्छ। यसपालि चाहिँ साह्रो थोरै हाम्रो फुलहरू भएको छ, किनभने अस्ति नै रोप्नु भएको रे मम्मीले।
सबै यो कुकुर फुल गोरु फुलहरू भएर क्या अन्त त्यही भएर यसपालि अलिकति कम्ती भयो हाम्रो फुल चाहिँ यस्तै छ यो फुल पनि रहेको छ है यो फुल भाले फुल के छ त्यो फुल यो पनि छ आहा यस्तो मिठो बास्ना छ ल यहाँ अब चाहिँ जानु पर्यो हाम्रो फुलौरोहरूले नि ए माथि त थोरै झन् साह्रो अनलाइन लगेछ अब यहाँ चाहिँ 2वटा काटी गर्ने जस्तो नाम कच्चिया छ कच्चिया बोकेर घर चल्दिनु पर्ने हुन्छ ए झन्डै अर्काको बारीमा छिरेछु हौ अहिले वर्षमा एकचोटि बारी आउँछु कि आफ्नो बारी पनि थाहा पाउँदिनँ त्यही भएर आया मेरो हात फर्क्यो This is not Kotlo, this is Mane, guys लोग। अरे guys लोग, हम आ गए ले हमारा घर पर हम आ गए ले। यहाँ से बी छ ई दिस इज बी को रुख आया अनि दिस इज के पो भन्छ हौ यसको नाम जहिले बिर्सिन्छु सर्जियनको रुख अनि आइपुग्यो हाम्रो प्यारो प्यारो मिठो मिठो बास्ना आउने सुँगुरको खोरहरू यी यहाँ चाहिँ हाम्रो सानोले अनि बाजेहरू बुवाहरूले झिलिमिली लाउँदै हुनुहुन्छ साथीहरू अनि यता हाम्रो आवश्यकताहरू घरमा यस्तो भइसकेको छ कस्तो राम्रो पो देखिन्छ त धुपीको चाहिँ दिस इज आवर धुपी यो चाहिँ पिङ्की हो यसलाई चाहिँ यस्तो कुट्नु मन परिरहेको छ आज मलाई म यताको झन् राम्रो बनाउँछु यहाँ हाम्रो सानो बाजे अनि बुवा तिनजना मिलेर चाहिँ घरमा झिलिमिली लगाइसक्नु भएको छ फेरि घर उतै माथिको होइन नि यो तलको हाम्रो घर चाहिँ फेरि भ्रममा पर्नु होला तपाईँहरू यहाँ हाम्रो रोजिन भाइ फर्स्ट टाइम यस्तो झिलिमिली देखेर छक्कै परिरहेको छ किनभने अस्तिको पालि जन्मेकै थिएन भाइ झिलिमिलीको बेला फर्स्ट टाइम देखेर के 2 वर्ष भयो जेनले देख्नु पाएको 2 होइन 3 वर्ष भयो जेनले देख्नु पाएको यहाँ जेनु चाहिँ बुबु खाँदैछ है यसरी उसलाई जति बुबु खाए पनि पुग्दैन हात हल्लाउ देखाउँदैछ अब यहाँ हाम्रो बोजूहरूकोमा